अहिले चाहिँ हामी आज 22 गते वैशाख 80 सालमा शेरबहादुर दाई हुनुहुन्छ, शेरबहादुर डागी हुनुहुन्छ दुर्गापुरबाट। हाम्रो गाइजहरू आइदिनु क्यामेरा। फाइनल्ली अहिले हामी चाहिँ सफारी अटो हुँदै दुम्बाको मूलद्वारबाट हामी भित्र छिरिसकेका छौँ। अहिले चाहिँ हामी पिकनिक स्पटमा छौँ। आज यता हामीसँग सलुजा हुनुहुन्छ, ब्युटिफुल सलुजा। यता सोनिका, विशाल, म रिकी, यता हाम्रो गाइडहरू, हाम्रो साल पनि पवन दाई आजको क्याप्टेन हो, क्याप्टेन पवन, म्यान अफ द म्याच होइन, म्यान अफ द म्याच। दुईजना केटाहरू त्यही बसिरहेको छ। आज मौसम पनि साह्रै राम्रो हो नि, बवाल है। आहा क्या दामी छ क्या, मौसम बवाल छ क्या। हल्का पानी पर्दा झन् राम्रो, रमझम यार। के बोल्नु, मेरो समर्थ छ सबैलाई होइन केटा। हजुर यो कोक चाहिँ कहाँबाट आयो अरे रोहित? यो कोक त मैले चोरेको, मैले कलेजमा 2500 रुपैयाँ दिएको थिएँ। मेरो ब्यागमा यहाँ मेरो ब्यागमा हालेको थिएँ नि। बरालको ब्यागमा चोरेँ मैले होइन। 250 रुपैयाँ घट्यो, 2250 मा आयो। के छैन भन्दा भन्दै पिलायो साथीले सिकाएको। ल कलर प्रिन्ट त्यहाँ भनिन्छ नि मोटो पत्तो, तर दुईजना मोटो छन् केटाहरू। आज बासमतीको चामलको भात खाएर आएको छ दुईजना केटाहरू। नै मासु र चामलको भात खाएर केटाहरू चाहिँ यहाँ पुरा केटाहरू पात्दै खेल्दैछन् नि। आफ्नो बिता छ सबैको यहाँनिर गाइज। ल साह्रै राम्रो, ल साह्रै छ। अब अर्को यो आउने मङ्सिरमा बिहे खान पाइएछ है। यो आउने मङ्सिर हैन, तिम्रो अर्को मङ्सिरमा ल एउटा छोरा जन्माएर दे। ओके ओके। ल के भन्नु अब दुई शब्द राख्दै जानु। ओए खोलातिर जानु कसैको प्यान्टको खेला मनमा छ धेरै तिरलाई बारी लायो जादियो भन्दा भन्दै कम्पोजर निकाल्ने हो त। ड्राइभर दिनु त त्यही भएर रिसेप्टको लागि। हाम्रो मेन स्पोट पिकनिक स्पोट हुँदै हामी यो धनुषकोटी धाम यताबाट छोडेर चाहिँ यो पुलतर्फ लागिरहेको छौँ। पुलमा अहिले पानी पहिला सुकिरहेको थियो, अहिले पानी एकदम देख्न सक्ने, देखाइदिएको थियो क्यामेराले। कोही साथी अघि, कोही साथी पछि, कोही साथी दायाँबाट, कोही साथी बायाँबाट, तर रिकेश जहिले पनि अगाडिबाट होइन, रिकेश जहिले पनि रुखको छायाबाट। हिल्ने छैन के गर्नु। चाहिन्छ र अहिले चाहिँ हामी हाम्रो लगभग फाइनल डेस्टिनेसनमा आएको छौँ। दुङमा आएको यसलाई झुलुङ्गे पुल हुन्छ, यो एकदम झुलुङ गरेर चाहिँ यसलाई झुलुङ्गे पुल भनिँदो रहेछ। ल कोही साथी अघि, कोही साथी पछि हो। यताबाट गऱ्यो भने चाहिँ एनी लाइट आउँछ भनेर चाहिँ म यताबाट गरिरहेको हो। हाम्रो केमिस्ट्री ल्याबको टिचर आउनुभएको छ, भाइरस 308को एकदम केमिस्ट्री पढाएर भर्खरै पिएचडी होल्डर हो। भएको छ कतै थेसिसको लागि चाहिँ आएको होला। ठिक छ, रिसर्च गर्नुलाई। छिमेकी आन्टी। अनि गाइस अहिले चाहिँ यहाँनिर हाम्रो यहाँ देखिरहेको मान्छे चाहिँ त्यो एउटा लाग्यो के हुँदैन। गाई देख्न सकिन्छ बुढेसकालको सहारा उसको चाहिँ हामी नै हो। हामी एउटा दायाँबाट एउटा बायाँबाट लट्ठी बनाएर हिँडिरहेको छौँ। उसलाई अलिकति फोबिया रहेछ, हाइट फोबिया रहेछ हाम्रो सानो मान्छेलाई, हामीले मजा लगिरहेको छौँ। ठिकै छ, आज उसको हातबाट डर निकाल्ने हो। बुद्धको शरणमा आएको छु।
यहाँ राख्न चाहन्छु म त्यही भ्रष्ट भएर कुलङ्गार भएर हामी यहाँ आज यो ठाउँमा आइसकेको छौँ। म आज शान्ति चाहन्छु किनकि जो केटी देख्यो त्यही मनपर्छ त्यही राम्रो जुन फुल देख्यो त्यही फुल राम्रो जुन फुल भमरा बस्यो त्यही भमरा राम्रो के राम्रो हुँदैन भमरा राम्रै हुन्छ नि त भमराले फुल चुसेर चाहिँ भमरा राम्रो भएन। केटाहरूको चाहिँ यहाँनिर सबै उइसहरू यहाँ बुद्ध भगवान्सम्म सामोची प्रकट गरिरहेछन्। बुद्ध भगवान्ले उनीहरूको आज हेरौँ कुरा सुन्नुहुन्छ कि हुन्न। बुद्ध भगवान्ले हात पनि हलाउनु भएको छैन हुन चाहिँ अब झुम्काना तिमीलाई कसले किनिदियो नाकमा फुली तिमीलाई कसले किनिदियो हातमा सुनको बा जानु ल राम्ररी जानु है हामी चाहिँ हिँड्दै आउँछौँ ए एसी रहेछ एसी चलाउँदै जाने है फाइनली ओभरलोड भरे गाह्रो भएको छ दुईजनाले पक्कसँग एउटा पाहाडको उकाले खतरा टर्निङ आएपछि भुवन र पवनले यहाँनिर खेलिरहेको थियो अब बाटोमा ठेल्दै जानु बाई टाटा इन्ड अफ द भ्लग गाइज थ्याङ्क यू